सद्दाम हुसेनले आफूलाई झुन्डाउने बेलामा किन कोट मागेका थिए? जब सद्दाम हुसेनलाई जेलमा राखिएको थियो तब उसलाई 12 जना अमेरिकी सेक्युरिटीहरूले सुरक्षा दिइरहेका थिए। ती 12 जना सेक्युरिटीलाई अलग अलग कमान्डो फोर्सबाट झिकाइएको थियो र ती 12 जना सेक्युरिटीहरूको सद्दाम हुसेनसँग दोस्ती भएको थियो र ती मध्ये एकजनाले सद्दाम हुसेनको बारेमा एउटा बुक पनि लेखेको थियो। उसले त्यस किताबमा सद्दाम हुसेनको बारेमा के लेखेको थियो भने सद्दाम हुसेन हाम्रो अंकल जस्तो थियो, न कुनै तानाशाही जस्तो। र जब हामीले सद्दाम हुसेनलाई फाँसी लगाउनेको हातमा जिम्मा लगायौं तब हामी सबैको आँखाबाट आँसु आइरहेको थियो। फाँसी दिनुभन्दा अगाडि सद्दाम हुसेन एकदमै खुसी देखिन्थे। उसको अनुहारमा केही पनि चिन्ताको भाव देखिएको थिएन। फाँसी दिनुभन्दा अगाडि उसले एउटा कोट मागेको थियो। तब उसले सोधिएको थियो कोट किन चाहियो भनेर। तब सद्दाम हुसेनले जवाफ दिएका थिए किनकि आजकल जाडो बढेको छ, त्यसैले मृत्युपछि जाडोको कारणले मेरो हात खुट्टा कामिरहेको नदेखियोस्, त्यसकारण म यो न्यानो कोट लगाएर मर्न चाहन्छु र मेरो देशको जनताहरूलाई पनि यो नलागोस् कि उनीहरूको लिडर मृत्युको डरको भयले कामिरहेको छ। तपाईँ सद्दाम हुसेनको बारेमा के भन्नुहुन्छ? आफ्नो कमेन्ट, आफ्नो राय राख्न सक्नुहुन्छ।